अत्यन्तै महत्त्वपूर्ण मतलब अत्यन्तै सहयोग गर्छ भन्ने पनि आशा लिएको छु र यसरी नै यस्तै अझै पनि हाम्रो कहीँ न कतै भेट हुने आशाका साथमा आफ्ना भनाइहरू यहीँ टुङ्ग्याउन धन्यवाद हाम्रो पृथ्वी भाइलाई। पक्कै पनि यो हाम्रो चाहिँ अब बिदा भन्दा नि हामी फेरि भेटौँला होइन। अलिक आशाका साथ चाहिँ हामीले छुट्यौँ अहिलेलाई चाहिँ, तर हाम्रो भेट त कतै न कतै कुनै न कुनै माध्यमबाट भइ नै हाल्छ होइन, अवश्य पनि हुन्छ। अब हामी एउटै सेक्टरका हौँ, अस्ति पनि हाम्रो लगभग छलफल भएकै कुरा हो। हामीले काम गर्ने भनेको प्रिमेटिभ र प्रोमेटिभ केयरलाई चाहिँ प्रायोरिटीमा राखेर हामी काम गर्छौँ। त्यो काम गर्ने सिलसिलामा हाम्रो कतै न कतै भेट पक्कै पनि हुने नै छ। अनि वास्तवमा अब जुन पृथ्वी भाइले भन्यो होइन, यो जति पनि तपाईँहरूले सिक्नुभयो नि यी कुराहरूलाई चाहिँ कस्तो लाग्छ भने अहिले चाहिँ के जाब यो के नै हो र जस्तो लाग्छ। तर यी कुराहरूलाई पछि गएर तपाईँहरूलाई थाहा हुन्छ कि कति चाहिँ धेरै अब जसले चाहिँ वास्तवमा सिरियसली भएर काम सिक्नु भएको छ, काम गर्नु भएको छ होइन, मलाई चाहिँ एकदमै पछि गएर तपाईँहरूलाई आफ्नो स्किल वाइज पनि पर्सनल पनि र यो प्रोफेसनल लाइफमा पनि एकदमै लाभदायक हुनेछ भन्ने चाहिँ मैले विश्वास पनि लिएको छु है। लगभग तपाईँहरू 20जना यो अब सामान्य चिकित्सा 15 ब्याचको इमामरा कलेज अफ हेल्थ साइन्सका यो सिन्धुपुर समूहको 20जना तपाईँहरू एउटा हाम्रो ग्रुप पनि बनाएको छौँ होइन। त्यो ग्रुपमा सबैजना आबद्ध हुनु होला, फेरि कोही रिसाएर लिपसिप गर्ने बानी नगर्नु होला। त्यसलाई यसो कहिलेकाहीँ सूचना आदान प्रदान, त्यसपछि कहिलेकाहीँ कस्तो हुन्छ भने त्यसमा अब यो जबहरू पनि कहिलेकाहीँ हाम्रो हामीसँग ठोकिरहेको हुन्छ नि त, कता चाहिएको हुन्छ, त्यसमा चाहिँ भ्याकेन्सी यताउति। अब हाम्रो लगभग 2 महिना बसिसकेपछि हामी परिवार भयौँ होइन, पारिवारिक सम्बन्ध पनि भयो हाम्रो, हामीले काम गरेका छौँ। र मलाई लाग्छ यो तिमीहरू यति मिलेर बस्यौ कि अब छुट्टिन चाहिँ अलिकति कता मन चाहिँ चसक्क त भइरहेकै छ होइन। र पनि अब केही छैन, अब यहाँलाई फेरि अब अर्को नै प्र्याक्टिकल त गर्नै पऱ्यो होइन। लाइफमा कहिले पनि एकै ठाउँमा बसिराख्नु हुँदैन क्या, हामीले चाहिँ नेक्स्ट स्टेपको बारेमा सोच्नै पर्छ। त्यही भएर चाहिँ अब चाहिँ लेडिज ग्रुपबाट चाहिँ यसो तपाईँहरूको समग्र बसाइ कस्तो रह्यो, यहाँहरूको अनुभव सेयर गरिदिनुको लागि लेडिजहरूको तर्फबाट अब हाम्रो सब लिडर हाम्रो प्रलिसा बहिनी नै हो, यसो केही कुराहरू राखिदिनु पर्छ। नमस्ते सम्पूर्णमा। खासै धेरै भन्न त केही छैन, अगाडि नै साथीले भनिसक्नु नै भयो। तर पनि त्यही कुरालाई जोड्दै नै म हाम्रो यहाँ सिन्धुपुर स्वास्थ्य चौकीको सम्पूर्ण सर म्यामहरूलाई चाहिँ फेरि पनि पुनः धन्यवाद दिन चाहन्छु। हामीलाई यत्रो 2 महिनाको बसाइमा चाहिँ एकदमै राम्रोसँग गाइड गरिदिनु भयो, नआएको कुराहरू सिकाइदिनु भयो। एकदम